हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अन्त आज चाहिँ पानी परिरहेछ हैन, अन्त केही छैन। अन्त म बाहिर भिडियो बनाउनु पनि पाइनँ है। अन्त तपाईँहरूले भन्नुहुँदै थियो फुलको भिडियो फेरि हेर्छु भनेर कतिजनाले। अन्त त्यही भएर चाहिँ आज पनि फुलको भिडियो हेर्नु होला। अन्त तपाईँहरूलाई म अब चाहिँ ब्याकबाट देखाउँछु है त, देख्नु सक्नुहुन्छ पुरा डेन्जर फुलिरहेछ फुलहरू चाहिँ है। अन्त यो फुलहरूको किमत चाहिँ यसको प्राइस चाहिँ समथिङ 300-400 त्यस्तै हुन्छ है। अन्त यहाँ तल देख्नु सक्नुहुन्छ, यहाँ तल चाहिँ यो चाहिँ कोपी फुल हो। अन्त यहाँनिर पनि फुलिरहेछ, यो चाहिँ ऊ हो नस्पति हो। अन्त यहाँतिर पनि देख्नु सक्नुहुन्छ पुरा फुलिरहेछ है। अन्त मकै पनि भुट्नु हुँदैछ, आज दिन पनि पुरा पानी परिरहेछ नि त, त्यही भएर। अन्त यहाँतिर पनि देख्नु सक्नुहुन्छ पुरा छ, यहाँतिर पनि दाउरा पनि देख्नु सक्नुहुन्छ, तर त्यो चाहिँ हाम्रो दाउरा होइन। फुलको मालिक चाहिँ यो हो गमबुटहरू लगाएर, यो चाहिँ सब मालिक चाहिँ यहाँ छ है। अन्त यहाँतिर पनि देख्नु सक्नुहुन्छ यस्तो दामी दामी फुलिरहेको छ फुलहरू। अन्त यहाँतिर पनि देख्नु सक्नुहुन्छ कत्रो कत्रो फुलिरहेको छ भनेर चाहिँ। यस्तो चाहिँ कम्तीजनाले धेरै कम्तीले फुलाउँछ है। अन्त भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गर्नुहोस् भने सब्सक्राइब पनि गरिदिनु होला। देख्नु सक्नुहुन्छ यहाँतिर लुक एट द भ्यू। माग यसले चाहिँ मलाई मकै माग्दैछ है, अब दियो भने। यसले चाहिँ मकै माग्दैछ। अन्त भिडियो कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है। अन्त अहिले चाहिँ घाम लागेर, अहिले पानी पर्थ्यो थियो, अन्त अहिले घाम लागेर यस्तो भइरहेछ। लुक एट द्याट। माग फेरि माग, मागिस् भने दिन्छु, नत्र दिँदैन। माग माग माग, छिटो माग माग। हो ल, यस्तो वफादार छ मेरो कुकुर।